नमस्कार साथीहरू, आज म तपाईलाई एउटा रमाइलो र शिक्षाप्रद कथा सुनाउन चाहन्छु। यो कथा हो स्याल र अङ्गुरको। अब कथा सुरु गरौँ है त। एक पटकको कुरा हो, एउटा स्याल जंगलमा हिँड्दै थियो। ऊ चाहिँ एउटा अङ्गुरको बगैँचामा पुग्यो। अङ्गुर चाहिँ लटरम्मै फलेका थिए। अङ्गुरका गुच्छा भारी र पाकेका थिए। स्यालले अङ्गुरको गुच्छा तल झार्ने प्रयास गर्यो, तर ऊ पुग्नै सक्दैनथ्यो। धेरै प्रयास गर्दा पनि ऊ जब अङ्गुरसम्म पुग्न सकेन, उसले भन्यो, यी अङ्गुर त अमिला रहेछन्, मलाई त अङ्गुर चाहिँदैन। त्यसपछि स्याल खुसी हुँदै जङ्गलतर्फ फर्कियो। यस कथाबाट हामीले सिक्नुपर्ने कुरा के हो त भन्दा, सपना पूरा गर्न कठिनाइ आउन सक्छ, तर त्यो कठिनाइले हाम्रो मन कमजोर पार्नु हुँदैन। हामीले असफलतामा पनि सकारात्मक सोच राख्नुपर्छ र नयाँ अवसरहरूको खोजी गर्नुपर्छ। ल साथीहरू, कथा सकियो। अनि तपाईलाई कथा कस्तो लाग्यो त? यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक, कमेन्ट र शेयर अवश्य गर्नुहोला र अन्य कथा सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सनुहोला। आजको लागि हाम्रो भिडियो यति नै र अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ। हस्त, धन्यवाद, नमस्कार, बाई बाई।